आज म होम टाउनमा आँटेको किनकि म आज तपाईँलाई देखाउँछु मेरो घर कस्तो छ। मामा यो अन्डाको बुझ्री अनि यो दाल के को दाल सिस्टरको दाल मासु छैन दिन तर दिन मासु खानु पर्छ हिजो मासु खाएको हामीले त्यो छैन आज। सो म चाहिँ भात पस्किन्छु भात बस अरे 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 बाँसका भात के त बाँसका अरे भात पस्केपछि भेटौँ। बाँधिरहेको छु हामीलाई भात खावा तरकारी पस्किने तरकारी अन्डाको भुज्री छ आज। अरे भाइ अरे धन्दा गर्नुहोस् मैले। सो यो दाल पैसा उता चाहिँ दाल खान्न गाइस जुन मन त्यस्तै दाल छ खानु मन लाग्दैन। मम्मी यहाँको मै कहाँ गयो हजुर? ओके यो मेरो भात गाइस। म आजकल डेली भ्लग बनाउनु पाएको छैन किनकि म स्कुल लागिरहेको छ अनि टाइम पनि पाउँदिनँ। यो मै हाम्रो मै हेर्नु गाइस यो मैको बोतल खोज्दा च्यास गर्छ च्यास सुन्नै हेर्नै अरे अरे योपालि गरेन मिठो छ चाहिँ गाइस च्यास गऱ्यो भने चाहिँ अमिलो हुन्छ होइन यस्तो गरेन भने चाहिँ गुलियो हुन्छ मै नेपाली जुगाड। सो मै पनि खनाइहाल्छु फटफट खै मलाई थाहा छैन म सुतिरहेको थिएँ म 8 बजीमा तुल्यो अब के मै गाइस त्यो मै हामी कुकुरलाई पनि दिन्छौँ है हजुर मम्मीले बुढालाई नाम दिँदै अमिलो छ मिठो रहेछ गाइस। म चाहिँ अब यो भात खाएर भेटौँ ल। मेरो घरको फ्रन्ट चाहिँ यस्तो छ त्यो छु यो चाहिँ हाम्रो गाउँ हो। गाउँ यही यस्तो नाली छ नाली यस्तो फोटोग्राफर होइन भ्लगर हो भ्लगर। कहीँ छिमेकी पनि कल चाहिँ हेर्नु घरदेखि निकालेको मेरो पापा समाजसेवी हुन्छ समाजसेवी फोटो खिचेको होइन हौ भ्लगर मेरो सब्सक्राइब हान्दैन। यस्तो छ घर चाहिँ है तपाईँलाई मलाई फ्रन्ट भ्यू देखाइहालेँ। अहिले छिमेकीहरूले मलाई देख्नु त फ्यानहरू अघि झुन्डेर आइहाल्छन् है छिमेकीहरूले अघि भ्लगर भन्नु थाहा चाहिँ। अनि यहाँ चाहिँ फुलबारीहरू छ मेरो मम्मीले गर्नुहुन्छ मेन गरी आज। अनि मैले भर्खर कपडा धोएर यहाँ सुकाएको छु यहाँ सर्ट र ट्र्याक छ अनि उता हट्रेस छ गाइस। आज त मौसम दामी छ हेर्नु पानी पर्न आँट्यो कालो बादल बादल लागेको छ पानी पर्न आँटेको थियो। अनि गाइस यो चाहिँ मेरो माइक भनौँ न फार्म जस्तै मतलब ड्र्यागन फ्रुटको हो यो। म गएर पनि देखाइदिन्छु तपाईँलाई यहाँ यस्तो छ ओ जङ्गल गाडी नै गाडी छ भरे मलाई सबैभन्दा ठुलो भने यी गाइस हेर्नु ड्र्यागन फ्रुट पनि फलिरहेछ एउटा फल्न आँट्यो 3 वर्षमा फर्छ यो यिनीहरू यस्तो सानो सानो बिउ आउँछ। अहिले हाम्रो त्यस्तो ग्रोजिङ भएको छैन यहाँ सर्पा हुने डर हुन्छ। हेर्नु हामी ड्र्यागन फ्रुटको सेलिङ पनि गर्छौँ मार्केटिङमा। अनि हाम्रो गाइस एउटा सप पनि छ एनएमसी कुप भन्ने त्यो पनि माथि नै त म तपाईँलाई लोकेसन त भन्न सक्दिनँ उता माथि शिवगञ्जको रोड के तल यता अन्स मेडिकलदेखि यता सिधै जाँदाखेरि तपाईँले देख्न सक्नुहुन्छ। अनि यो ड्र्यागन फ्रुट पनि हामी सेलमा राख्छौँ त्यहाँ अरे आन्टी पनि हुन्छ ब्लक आन्टी छिमेकी देख्नु गाइस हेर्नु फल्न रहेछ यो 3 वर्षमा फल्छ यिनीहरू चाहिँ। अनि यहाँ धेरैवटा रुख छ धेरैवटा बिरुवा छ पहिला नै हामीले रोपेको थियौँ अहिले यो फार्म भइसक्यो मतलब एउटा लाइक हाम्रो इन्कम आउने सोर्स भइसक्यो। सो अब चाहिँ म उता निस्केर ड्र्यागन फ्रुटको सब भ्यू देखाउँछु तपाईँलाई माथिबाट ओके। सो यो चाहिँ निस्केँ अब यहाँदेखि निस्किनुपर्छ। अनि गाइस यो चाहिँ कपडा सुकाउने ठाउँ हाम्रो घर कि काठको छ ठुलो छ होइन मुनि यस्तो शीतल हावा आउँछ अनि यो माथि चाहिँ यो मुनि चाहिँ कुखुरा मजाले सुक्छ क्या। अनि यहाँ तन्नाहरू सुकाउनु भएको छ। अनि यो कुखुरा हाम्रो कुखुराको फार्म चाहिँ एउटा यहाँ छ एउटा कुखुराको फार्म यहाँ छ। अनि हेर्नु गाइस मेरो कुकुर पनि छ एउटा टमी यो एउटा कुकुर भयो अर्को कुकुर पनि छ मसँग यहाँ छ अर्को फार्म यो एउटा त्यो एउटा। अनि गाइस यहाँ लिचीको पनि छ। अनि यो रहा रेमी गाइस यो 2टा कुकुर मेरो 2टा कुकुर छ कति राम्रो छ नि गाइस यो त। अनि यो चाहिँ गाइस मम्मीले रोप्नु भएको के भन्छ फर्सीको मुन्टा अरे
यो फर्सीमुन्टा म त त्यस्तो खाँदिनँ गाइस। हामी त मासु लगाउँ कि यस्तो खाँदैनौँ कि, तर पनि मम्मी रोप्नु छ। अनि यो चाहिँ लाइक चारो पकाउने ठाउँ के मासु पोल्ने ठाउँ सेको बनाएर खाएको छ त्यहाँ भिडियो देखाइदिन्छु यहाँ पनि। अरू के छ यहाँ, केही छैन त्यस्तो मेन गरी। यहाँ भाडाहरू छ अनि यहाँ लिचीको बोट। अब लिची खाइसकेर सब कुहियो भइसक्यो। अनि गाइस हेर्नु यस्तो मिठो मिठो आँप छ यार। आँप हेर्नु अब अमिलो अचारसँग खानामा टक्क लाएर। यो चाहिँ फार्म हो मेरो। यहाँ चाहिँ म फुटबल खेल्छु, ट्रेनिङ यतिकै फुटबल खेल्छु। यहाँ म भलिबल फुटबल सब खेल्न सक्छु, क्रिकेट पनि खेल्छु। हेर्नु सक्नुहुन्छ हाम्रो फार्म थियो दुईवटा। अहिले चाहिँ काम कुखुराहरू हालेको छैनौँ हामीले। अब योपालि के त ब्रोइलर होइन गिरिराज चाहिँ हाल्ने अरे, त्यही भएर। अनि यहाँ हामीसँग एउटा रुख छ अनि आँपको दुईवटा रुख छ है। अनि यहाँ अमिलो छ हेर्नु सक्नुहुन्छ। यहाँ अमिलो कति धेरै अमिलो फरेछ गाइस। अनि हामीसँग यहाँ तपाईँलाई एउटा चिज भनौँ, काजुको पनि रुख छ हामीसँग हेर्नु सक्नुहुन्छ। काजुको रुख तपाईँ पताउनुहुन्न नि, काजु देखाइदिन्छु गाइस। म पोख्नु ल, मेरो हाइट पुग्छ कि पुग्दैन यहाँ चढेर देखाइदिन्छु। हेर्नु सक्नुहुन्छ काजु दुईवटा झुन्डिरहेछ है। काजु कत्ली, यसले काजु कत्ली बनाउनु मिल्छ। काजु हो यो चाहिँ। सुरुमा चाहिँ यसलाई चुटाउनुपर्छ, यो हरियो हुन्छ होइन, ए मतलब यो पहेँलो हुन्छ। अनि यसको चुटाएर यो माथिको छ नि, यो माथिको झुन्डेको यो मुनिको मात्रै घाममा सुकाउनुपर्छ अनि 5-6 दिनको लागि। अनि भुट्नुपर्छ अनि हुन्छ काजु। यहाँ ड्रागन फ्रुटको दुईवटा फर्स्टमा चाहिँ हामीले दुईवटा रोपेको थियौँ अनि ट्राई गर्नुलाई। यो पनि फल्दै रहेछ। यहाँ त घाँस सबै छ। अनि गाइस यो चाहिँ मेरो कुखुरा के अरे सुँगुर राख्ने, हामीसँग सुँगुरको फार्म पनि छ हामीसँग। यो चाहिँ फोहोर गरेको छैन, सफा गरेको रहेछ। सुँगुर दुईवटा सुँगुर छ यता, दुईवटा 4टा अनि 6वटा। अरे त्यो सुँगुरको त कपाल दामी छ गाइस हेर्नु त। 8वटा 10वटा गाइस। 1 2 3 4 5 6 5वटा फार्म उयो राख्ने ठाउँमा हामीसँग 2-2वटा सुँगुर छ, त्यसले 10वटा सुँगुर भयो। अनि उहाँ चाहिँ ठुलो छ एउटा, यहाँ छ खाली। यहाँ चाहिँ म पहिला यहाँ मैले कछुवा पालेको गाइस, 2टा कछुवा यता र यता। एउटा ठुलो कछुवा त त्यो पनि मैले कहाँ अब जङ्गलमा गएर छोडिदिएँ होला नि, मेबी मलाई पनि थाहा छैन। हेर्नु सानो बच्चु सुँगुरहरू। बच्चु सुँगुरहरू गाइस। यो सुँगुरको नाम म यहाँ लेखिदिन्छु हेर्नु। म यो सुँगुरको हेर्दा यो सुँगुरलाई हेर्दा म एउटा साथीको याद आउँछ क्या, त्यही भएर। हेर्नु आमा म कहिले हेर्नु नपाएको मलाई। यो सुँगुरहरूको मेरो फ्यान भइसकेँ गाइस। जिस्केको यतिकै के गर्छ आफ्नो मूत्र विसर्जन गर्दो रहेछ, केही छैन। हामीसँग 5 6 7 8वटा खोर छ, त्यसमा चाहिँ 14वटा सुँगुर छ हामीसँग। यो चाहिँ हाम्रो सुँगुर फार्म यति सानो हो हाफन। यो चाहिँ यो हाम्रो जङ्गल हो। यो सुँगुर मल धेरै बिग्छ, पैसा धेरै आउँछ। अनि यहाँदेखि पछाडि चाहिँ यो जङ्गल छ नि, यो हाम्रो नर्सरी हो। सब रुखहरू पनि यो बेच्नुलाई हामीले गर्छौँ। यो रातो रुख त्यो के भन्छ राम्रो स्मेलको लागि हुन्छ नि, जस्तै मोमबत्तीहरूमा त्यसमा हो। यो कुखुराको उयो राख्ने ठाउँ हो। अहिले त केही राखेको छैन। भोलि पर्सि गएर म हाँस किनेर गाइस यहाँ देखाउँछु तपाईँहरूलाई। वेट गर्नु, यसको भ्लग पनि आउँछ, म भ्लग बनाउँछु। अनि हेर्नु यसको यस्तो छ गाइस। जङ्गल हेर्नु त गाइस, जङ्गलमा भ्यू राम्रो आउँछ। जङ्गल बिचतिर गाइस यस्तो छ हाम्रो यो जङ्गल चाहिँ। हाम्रो यो रुखहरू बेचेर पैसा इन्कम आउँछ यसको पनि गाइस। यो हाम्रो खेत हो, मकै भर्खर उम्रिँदैछ है। मकै उम्रिँदैछ मतलब भाँच्ने बेला भइसक्यो। अब यसपछि धान रोपेको नि आउँछ भ्लग गाइस असारमा। है धेरैवटा भ्लग आउने रहेछ। अब हेर्नु 1 खुट्टी 2 खुट्टी, हामीसँग कमसेकम 10 खुट्टी छ गाइस। हामी धनी मनी होइन, मिडल क्लास फ्यामिली मात्रै हो। मेरो धनी सम्झिन्छ। हामीसँग 10 खुट्टी छ। 1 2 3 4 5 6 7 8 9 10 हो। यता 3टा यतापट्टि छ अनि 3टा यतापट्टि, त्यसपछि 4वटा यतापट्टि छ क्या। हेर्नु सक्नुहुन्छ कति धेरै मकै फलेको रहेछ यार योपालि। हेर्नु सिसुबारी त कस्तो दामी देखिन्छ नि हाम्रो। फेरि मेरो घर यहाँ परेछ।
यता त बाटो पो आउँछ त यहाँदेखि खास गरी मान्छेहरू यतादेखि गएर त बाटो निक्लिन सकिन्छ बाटो त्यही भएर कहिलेकाहीँ यहाँदेखि आउँछ नि कुकुरहरू राख्छौँ हामी चोरी पनि हुनसक्छ नि त कहिलेकाहीँ गाइस त्यही भएर यहाँ सानो खुट्टी जसमा चाहिँ धानको बिरुवाहरू हामी रोप्छौँ अहिले पनि फ्यालिरहेको हुन्छ है यो अब ठुलो भएर रोपिन्छ अनि त्यसपछि त्यो निकाल्ने बिरुवा अनि यता गाड सब यो खेत उयो हुन्छ यही घर त मेरो ब्याकबाट यस्तो छ फ्रन्टबाट चाहिँ त्यस्तो राम्रो पनि छैन होला तर राम्रो छ मेरो घर यस्तो छ सब हेरसँग यो पानीको ट्याङ्की खाने पानी यो दुईवटा यो बाथरुम यो टोइलेट अनि यो भाँडा गाइस यस्तो छ है हेर्न सक्नुहुन्छ मेरो घर मैले तपाईँलाई सबै देखाइसकेँ मेरो घरको टुर हेर्नु अब कमेन्ट गर्नु अनि मात्रै घरको माथिको सब पार्ट देखाउँछु कमेन्ट प्लिज ओके लाइक सब्सक्राइब हेर्नु यो चाहिँ मेरो बाजेको बाइक हो यो बाजेको बाइक एभेन्जर यो मम्मी पापाको स्कुटी अनि बुलेट बाइक त उता धुरो लागेको छ गाइस उताबाट अनि दुईवटा साइकल छ यो चाहिँ म कुदाउँछु यो चाहिँ मम्मी कुदाउँछ म यो दुइटै कुदाउन सक्छु बाल छैन अनि यहाँ फुटबल खेलेको छैन अहिले त्यस्तो शीतल भएर पनि साथीहरूसँग यो फार्म पनि छ एउटा यसमा चाहिँ लोकल कुखुरा पाल्छौँ हामी यसमा बेच्ने खाने आफ्नै हुन्छ जाडो महिनामा खानु मिल्छ यता रुखको कुखुरा अनि दुईवटा बक्स कपडा राख्ने काम छैन यसको पनि सो अब यति भनेर म मेरो के त भिडियो यहीँ खतम गर्न चाहन्छु सो गाइस मेरो होम टाउन कस्तो लाग्यो मन परेमा लाइक गरिदिनु सब्सक्राइब गरिदिनु थ्याङ्क फर वाचिङ बाई